हेलो गाइज, अहिले चाहिँ म भर्खर कलेजबाट आएको छु। अब चाहिँ एकछिनमा खाना खाने हो, त्यसपछि चाहिँ आजको दिन अब के हुन्छ पो हेरिन्छ। त्यसपछि आज एक ठाउँ घुम्न जाने भने हो, के हुन्छ पो। सकेसम्म चाहिँ डेली ब्लग गर्ने ट्राई गरिरहेको छु। बिहान बेलुका 8 बजीतिर हाल्छु। आज चाहिँ आयो फर्स्ट ब्लग हाम्रो। अहिले चाहिँ म आफ्नो कोठातिर जाँदै। अहिले चाहिँ गाइज म रेडी भएर चाहिँ अब हिजो सिजन साथीको घरमा गएको थिएँ, त्यही घरमा फेरि जान लाग्छु। एकछिन यसो बजारतिर काम छ, त्यसैले यसो ढुक्का खोलिदिएला भने हो। स्कुटीमा नि एकछिन पेट्रोल हाल्न जानेछु, त्यसपछि जाने भने हो, के हुन्छ पो। अब चाहिँ लाग्यो यात्रातिर। या तेलमा ट्याङ्की पनि छैन गाइज। यतापट्टि साइड यहाँ गेम चलिरहेछ, त्यही भएर यहाँ त पुरा भिडै भिड छ। जताकतै पेट्रोल भर्न आइसक्यो, यहाँ भरिँदैछ। म आइसकेँ, यहाँ सिजन आइरहेको छ। लास्टै ढिलो वेट हानिदिएछ मलाई। अहिले चाहिँ हामी यहाँ फिल्मको टिकट ल्याउन आउनु लाग्छ। यतापट्टि साइड हो। कहिले? अरे हिजो बिएसँग उहाँ पनि थियो। त्यहाँदेखि माथि यहाँ एटिएम कहिले हाल्यो बे? यति नि लज्जा। हेलो गाइज, अहिले चाहिँ म सिजनलाई सारेर यतापट्टि छु। अब एकछिन यसो बजारतिर मोमो घर जान लाग्छौँ हामी। ल हाम्रो यात्रा सुरु भयो। त्यहाँ चाहिँ मेरो दाइ गइसक्नुभयो। अहिले चाहिँ म यहाँ एक्लै छु। 5-10 मिनट उभिने भने हो, के गर्दै उभिम भन्ने भएको छ। भर्खर आइपुग्यौँ मोमो लिएर गाइज। अब चाहिँ यसो भित्रतिर गएर खाने भने हो। स्कुटी पनि पार्क भयो दुइटै। ल अब खाइसकेपछि भेट्छु। गाइज आजको ब्लग चाहिँ एन्ड हुन्छ। उतापट्टि साइड स्कुल छ। अब नेक्स्ट ब्लगमा भेटौँ ल। अब गएर एडिटिङ गर्ने छ, त्यसपछि फेरि भोलि ब्लग गराउने छ। के अरे अब भोलि फेरि एउटा नयाँ ब्लगमा भेटौँ ल। तबसम्मको लागि टाटा बाई बाई।